त्यस्तै थियो त्यस्तो थियो घर ठाउँमा चुनावमा त्यही परेको थियो बाह्र ढकिए बिना काममा टक्के उयो हो क्या त्यो मान्छे कहाँ छ बालिन साहब लौडामा भक्का हाल्यो नि त्यस्तै हो कि त्यो फेरि रुखलाई गाछी भन्नु नि जितेका भाइ जितेका भाइ गाछीमा भोट एउटा दुईटा कुरामा एउटा नेता भने हर्प सङ्कमानलाई देखेर उठ्छ गर्ने त्यो प्रचण्डको र उसको फोटो तानेर हालिहाल्छ कि त्यो त होइन नि नेपालको संविधानमा चाहिँ दोष गयो भने अहिले त म प्रधानमन्त्री म भए मेरो पनि त फोटो टाक्नु पऱ्यो नि होइन त्यो व्यक्तिमा जो भए त मान्नु पऱ्यो व्यक्तिलाई पनि त्यो फोटो तानेर पाल्ने त्यो कहाँतिर एउटा नगरको मेयर भयो भनेर त्यही ठुला कुरा गर्ने होइन र अर्को कुरो दुनियाँ दिउँसै गाई काटेर दुनियाँले खाऊ भने त्यो गर्ने कुरा पनि त भएन नि यस्ता लोकतन्त्र पनि अराजकतान्तन्त्रमा लिए कि यिनीहरूले यो मान्छे भएर यो पनि सनक बहादुर रहेछ कि हजुरलाई दोस्रोमा मन नपर्ने नेता हो नै टोक उता भइसक्यो यो हर्कसँग पनि पर्दैन मलाई त यो गरे देखेर जो गाई काटेर बगुनर मचाइदियो नि तपाईँ हिंसा ठुलो मान्छे धेरै मर्यो दिएर के कुरा खजुरको बिना काट्ने मान्छे मर्छ नि यो जातीय दङ्गा भनेको त भयङ्कर खतरा हुन्छ नि सर तर उहिले गरेको छैन है धनगढीवाला त धनगढीले त राम्रो गरिहाल्छ फेरि धनगढीलाई पनि नराम्रो भन्ने हर्क सम्भाग मैले गरेँ के गरेँ धरानको उसमा त्यो गरेर चाहिँ अनि पार्टी कस्तो मान्नुहुन्छ तपाईँ गोपालमा त त्यही त भने यो त यताको ठिक गरिहाल्छ फेरि त्यो नराम्रो गरेर त्यो फेरि कुनै बालेनले पनि ठिकै हो नि बालेन त बालेन पनि कुनै पार्टीको व्यक्तिलाई नाम टिकाएर उसले कसैले बोल्दैन कुनै पार्टी तोकेन तर उसले पनि कहिले बताउँदैन म बाहेक अरू कोही छैन भन्ने त यो पनि त उसले गर्दा पनि गरे त धेरै काम गरे तर हरप्रकारले काम गरे पनि मुखमा जे आयो त्यही बोल्छ को नपत्ता शब्द पानी शान्त ल्याइदियो त पानी त त्यहाँ पनि अहिले पहिले ल्याएर गाउने के ल्यायो भने त्यो त पूजा हामीले घट्टो पुरै बनाल्यो घट्टो पुलै बनायो अरे पानी पानी ल्यायो भने ठुलै आकाश पाताल गर्छ मालिकाले पनि पानी ल्याइदिन्छ यो देशमा त्यही त म कुरा गर्छु हामी सबैमा घरको सम्भागमा त अरूले डबल काम गरिहाल्छ के बोल्नु तपाईँ यति होइन माओवादी आस्था सबै यति प्रायः छ अब होइन त्यसकारण अनि बोली सानो माओवादी आस्थामै भर पर्नेछ हामी होइन मात्रै कुरा के हो भने व्यक्तिगत यो राष्ट्रिय राजनीतिमा भएको उथल पुथललाई त मान्छेले मूल्याङ्कन गर्छ क्या कसैले राम्रो सुन्दरीको फोटो फेसबुकमा हालिदियो भने लाइक कच्चा कच्चा ए वाउ ब्युटिफुल तपाईँ कति ख्याल गर्नुभएको छ राम्रो कसैले स्टाटस लेखेर हालोस् त राम्रो किसान एउटा गरेको केही उपलब्धि त्यहाँ फोटो बनाएर हालोस् त त्यसले कहिले पनि लाइक कमेन्ट पाउँदैन भनेपछि हाम्रो संस्कृति र हाम्रो संस्कार कतातिर गएको भन्नु छ भने ब्युटिफुल यो त